घन्टीको लहर सक्कली र देशभित्रको होइन। रवि लामिछानेलाई 8-9 वटा मुद्दा अमेरिकामा अल्झाउने अनि रवि लामिछानेको नाममा यहाँ 2/3 बहुमत ल्याउने, जनता पनि उनैका अनि सरकार पनि उनैको। मेरो काम गरिनुहोस् भने तँलाई 1 घन्टामा इन्टरपोल लगाएर म अमेरिका लगेर थुनिदिन्छु भनेपछि खुरु उताको काम गर्न टिम बनाइएको हो के? यो देख्नु भएको छैन? रासपा भनेको अमेरिकाको टिम हो। अब अमेरिका नै मात्रै होइन, यिनीहरू अन्तर्राष्ट्रिय शक्तिका चाहिँ टिम भएर आए भन्ने कुरा। जब जेनजी विद्रोहको बेलामा 78 जना हाम्रा युवाहरू मारिए होइन र, हजारौं जना घाइते भयो नि, 3300 कतिजना त थुनिएका छन् नि। ती थुनिएका व्यक्तिहरूलाई अहिलेको सरकारले निकाल्न दिएको छैन। अहिलेको राष्ट्रपा शक्तिले थाहा पाउनु भएको छ? किन भन्दा आफू सत्तामा जानेर निकाल्दिने अनि हाइलाइटमा आउने, त्यसरी कब्जा जमाइएको छ, बन्धक बनाइएको छ निकाल्ने पात्रहरूलाई। अहिलेको सरकारले निकाल्न चाहेर पनि निकाल्न सक्दैन ती थुनिएका जेनजीहरूलाई। किन भन्दा बालेन्द्र रविको स्वार्थ छ, हामी सरकारमा गएर निकालिदिन्छौँ र हाइलाइटमा आउँछौँ, जनताको पपुलारिटी थपेपछि अनि एमसीसी कार्यान्वयन गराउँछौँ, नागरिकता विधेयक पूर्ण रूपमा कार्यान्वयन गराउँछौँ। एउटा कुरा कार्यान्वयन गर्न आयो, विरोधमा बोले सुन्नु भएको छ? एमसीसीको बारेमा केही बोलेको सुन्नु भएको छ? अनि अर्को कुरा के थियो भन्दा त्यो जेनजी विद्रोहमा जो व्यक्तिलाई अहिले चुनावमा हाइलाइटमा ल्याइनु थियो ती व्यक्तिहरूलाई त्यही बेला हाइलाइटमा ल्याइएको थियो। त्यो विचार गर्नुभएको छ? जस्तै वीर अस्पतालको ट्रमा सेन्टर अनि यता सिभिल अस्पताल टिचिङ जहाँ जहाँ घाइतेहरू राखिएको थियो हामी पनि गएका हौँ, केएमसी होइन, तर हामीलाई घाइते भेट्न दिएन के? अहिले चुनावमा उठ्ने पात्रहरूलाई घाइते भेट्न, पैसा बाँड्न, जेसुकै गर्न, भिडियो बनाउन, एउटा घाइतेको घाउ बेचेर पैसा कमाउन दियो नि, तर हामीलाई लास भेट्न पनि दिएन। माथि हामी त्यो मृतकहरू राखेको टिचिङको सबुरियामा जाँदा हामीलाई खेदाइयो, धप्पाइयो। अहिलेको चुनावमा हाइलाइटमा ल्याइएका पात्र सुदुन गुरुङ आशिकाहरूलाई मात्रै ती सबै कुरा भेट्न दियो। त्यस्तो डिजाइनभित्र हामी परेनौँ र यो चुनावमा हामी भोट माग्न फकाउन लालायत छैनौँ। चुनाव विरोधी हो म सिधै रूपले भन्नुपर्दा। मलाई यो विषयमा मुद्दा लाग्छ भने मैले भनेको छु संविधानको स्वतन्त्रताको अभिव्यक्ति मैले फरक मत राख्न पाउँछु। प्रधानमन्त्री बन्छु भनेर हिँड्नु भएको छ नि त, त्यसो भए मैले फरक मत राख्न पाउने मेरो संवैधानिक ग्यारेन्टीको व्यवस्था छ। सुशीला कार्की र गृहमन्त्री दुवैजना कानुनका व्यक्तिहरू हो। अदालतमा पुर्याइएछ चुनावको विरोध गरेको भनेर भने न्यायाधीशलाई म 3 करोड जनतालाई रोजगार दिनुस्, मलाई जेल हालिदिनुस्, त्यही मात्रै वाक्य लेख्छु, अरू म केही पनि बयान लेख्दिनँ। बालेनजी त्यसो अराष्ट्रिय तत्त्व, रविजी अराष्ट्रिय तत्त्व। राष्ट्रिय तत्त्व भए नेपालका विवादित विषयमा बोल्नु पर्दैन। जता मल्खु उता डल्कु, जेको क्रेज बढ्छ त्यतै जाने अनि देशका विवादित विषय कसले मिलाइदिने। अर्को कुरा, रासोपाले जेनजीहरूलाई यस्तो तरिकाले डुबाइदिएको छ कि रासोपाबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको उम्मेदवार मलाई भनिदिनु त मैले भेट्टाइनँ। को खटाएको छ कोही? बालेनलाई संसद बनाए, रविलाई संसद बनाए, अब कसलाई बनाउने त प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिँ? भनेको उनीहरूले जति थाङ्नामा सुताएको त अरूले छैन नि। को छ त? अब त्यो चुनावको घोषणा गरे उनीहरूले के गरे भन्दा अब संसदीय निर्वाचन पछिको